गाइजहरू हामी चाहिँ अहिले न्यू दिल्ली जाँदैछौँ है घुम्नलाई। अब त्यहाँ गएर के हुन्छ कसो कसो हुन्छ कुन कुन नयाँ नयाँ ठाउँहरू छ तपाईँहरूलाई देखाउँछौँ हेर्दै गर्नु। अब सिधै उता न्यू दिल्लीमा पुगेर भेटौँला। यता दिल्लीमा ल्यान्ड भयौँ र अहिले अब यता एक्जिटतिर जाँदैछौँ। यहाँ दिल्ली एयरपोर्ट एकदम ठुलो गजब छ गजब। हामी अहिले एयरपोर्ट बाहिर आइसकेका छौँ। अब यहाँबाट सिधै हामी अब हाम्रो होटल जान्छौँ। एयरपोर्ट लास्टै ठुलो, त्यही भएर हामीलाई बाहिर निस्किन कति टाइम लाग्यो। मलमा सपिङ गर्न आएको छौँ। यहाँ सबैमा 50% 60% जस्तो अफ दिइरहेछ। आज हामी चाहिँ यता सपिङ गर्दैछौँ। अहिले चाहिँ हाम्रो नाइटको किनेर हामी चाहिँ अहिले मलतिर घुम्न आएको। यता अब सबैमा सेल लगाइरहेछ 50% 60% भन्दै है। दीपावलीको फेस्टिभल जस्तो अफ छ यता हरेक पसलमा पुरै अफ छ यहाँ 50% 60%। सो हामी चाहिँ अहिले घुम्दैछौँ मलतिर। यहाँ पेसिफिक मल रहेछ यो चाहिँ। नेल एक्सटेन्सन गरिरहेको छ अहिले। ल फाइनली अन्जुको यहाँ नेलको काम सकेको छ है। कस्तो अनुभव भयो त है? राम्रो गरे है। ताजमहल जाँदै गर्दा बिच बिच बाटोबाट देखाउँदै गर्छौँ र उता पुगेपछि भेटौँला। इधर से ताजमहल जानु अगाडिको बाटो सिधै ताजमहलमा अगाडि हाम्रो गाडी छिर्नु नपाउने रहेछ। यस्तो गाडी नै चढेर जानुपर्ने रहेछ। यहाँनिर चाहिँ 1 किलोमिटर जति चाहिँ यस्तो गाडीमा जानुपर्छ। त्यस्तो ताजमहल जान्छ। रुखहरूमा चाहिँ अलि रोप्नु भएर कति राम्रो सफा सफा। चेन्ज हुँदै गएको रहेछ है। एन्ट्री भयो। यहाँ छिर्नुभन्दा अगाडि यस्तो यस्तो रहेछ है गाइजहरू। गर्मी एकदम कडा रहेछ गर्मी चाहिँ है। छिर्नु अगाडिको गेट हो यो चाहिँ। यसो हुँदैछ बिस्तारै। त्यस ठाउँ राम्रो सफा रहेछ। कति राम्रो गेट है। कहाँ यो ताजमहल होइन नि? ताजमहल त आउनु बाँकी छ नि। यो त उयो नि पुरै गेट हो ताजमहल। लाउनु पऱ्यो नि। नाइस। यहाँ एउटा फोटो खिचाउनु पर्छ। त्यो तिनीहरूको एउटा के पैसा अनि घरमा राख्नुहुन्छ नि ताजमहलमा गएको भनेर ठुलाउने कि यिनीहरू खिच्ने राम्रो खालको। यहाँ पनि रहेछ के हो फेरि यो राम्रो महल। इसके अंदर है ताजमहल? नहीं, इसके पार कस्तो लाग्यो?
अन्जु अन्जु ताजमहल वाह कस्तो है कस्तो क्या भाइ अर्को आइदियो है भित्र त्यहाँ हेर्न आइपुग्यो ताजमहल फाइनली हामी यता ताजमहलमा पुगेका छौँ धेरै सेतो भएर नदेखेको छु पहिला ओ देख्यो एकदम दामी रहेछ गजब रहेछ ठाउँ फाइनली पुग्यो अब हामी यहाँ भ्यू गर्छौँ हेर्छौँ है सबै के कस्तो छ भनेर यस ठाउँ एकदम दामी लाग्यो यही हो ताजमहल 7 वन्डर्स अफ द वर्ल्डको एउटा महल हो चाहिँ ताजमहल छिर्ने गेटै खतरा है अब सिधै गर्नु म टिकटक हाल्नु पर्छ यहाँतिर चाहिँ हुनुपर्ने थियो क्या यो सिधै गर्नु अब माइ गॉड सच अ नाइस प्लेस क्या ड्रिम प्लेस यति राम्रो ठाउँ क्या लास्टै राम्रो ल केटी दामी छ है ठाउँ बब्बाल सपनै पुरा भयो जस्तो भयो हजुर हो नि ताजमहल Oh my god. Such a beautiful place. You didn't have enjoy गर्दै हुनुहुन्छ नजिक यहाँ से जाओगे ना अब चाहिँ हामी यहाँ ताजमहलको भित्र जान आँटेको है अब के कस्तो हुँदो रहेछ तिमी त गर्मी भएर रातो भएछ भित्र हेर्नु कस्तो दामी के त्यो मार्बलहरू के है केले बनाएको भने यो अलि सामानै अर्कै के अलिकति बनाउने है गर्मी चाहिँ अत्याचार रहेछ त्यही पनि ठिकै छ यो गर्मीमा यति त यो ठाउँको लागि सही दिएको यो गर्मी पनि है अन्त वर्थित छ है त्यही हो एकदम यहाँ ताजमहल त्यसको छेउमा फेरि अर्को महल रहेछ त्यसको छेउमा फेरि अर्को महल रहेछ महलै महल भएर चाहिँ ताजमहल भनेर रहेछ हेर्नु सामानहरू हेरेर नि त्यो उयो पुरा मार्बलकै कस्तो दामी खालको मार्बलहरू क्या है वाइट वाइट ल हामी चाहिँ भित्र जाँदैछौँ ताजमहलको भित्र पनि के कसो कसो छ भनेर अर्को पनि मल छ तर यो के हो ताजमहल रेड अन्जु रेड अन्जु तिमी यो वाइट ताजमहल माथि जानुलाई पो अनि त्यत्रो बिचतिर गर्ने माथि जानुभन्दा अगाडिको इन्ट्री त्यहाँ गेट थियो चाहिँ यस्तो वाइट पुरै मार्बल क्या हो त्यो जमानामा यस्तो दामी आर्किटेक्चर यस्तो दामी यो सामानहरू कसरी युज गर्यो होला भित्र त फोटो त्यसै हामी ताजमहल भित्रबाट छिरेर बाहिरपट्टि यो भित्र चाहिँ केही भिडियो खिच्नु दिँदैन रहेछ सो खिच्नु पाएन यो चाहिँ यमुना नदीले यमुना कति ठुलो रहेछ खोला पनि
अलाइभ हो एकदम घाम है आज दिन है सानी 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 हेरौँ है भ्यू हेरौँ हेरौँ यसकै छेउमा यहाँ ताजमहल उमेर पनि केही कम छैन रहेछ तर यहाँ भित्र जान दिँदैन रहेछ यो चाहिँ एकदम दामी हामी चाहिँ अब ताजमहलबाट फाइनली फर्केको कस्तो राम्रो यही बसिरहनु मन लाग्ने है तर जानुपर्छ हामी यस्तो राम्रो के से बाई 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 ताजमहल आयो हामी फर्किँदै हो है अब घुमिसक्यो लगभग अहिले 4 बज्नु लाग्यो अब हामी रुमतिर जान्छौँ होटेलतिर 3 घन्टा लाग्दो रहेछ ल गाइजहरू आज चाहिँ हामीहरू यता लोटस टेम्पल घुम्न आएको छौँ 2 जना अब के कस्तो हुन्छ अब हेर्दै जाउँ है ल हामी चाहिँ त अहिले लोटस टेम्पलभित्र छिर्यौँ यहाँ एकदम ठुलो गार्डन रहेछ लोटस टेम्पल चाहिँ त्यहाँ छ हो अनि त्यही भएर त म तिमीलाई देखाउनु लागिरहेको छु तिमी चाहिँ अनि के भन्छ कस्तो दामी गार्डन है हेर त ठाउँ राम्रो रहेछ है यहाँ पनि हेर न कोकोनट जस्तो वा गार्डन कति ठुलो गार्डनै ठुलो रहेछ क्या त कस्तो राम्रो है कस्तो ग्रिनरी है कस्तो आज त वेदर पनि ठिक्क रहेछ गर्मी त छैन है त्यो नेपाल जस्तै रहेछ आज त वेदर मान्छे यहाँ टन्नै आउने रहेछ त्यही हो ठाउँ चाहिँ यो पनि एकदमै दामी नै रहेछ हेर्नु न यहाँ पुरै बाहिर यस्तो दामी लोटस गार्डन लोटस टेम्पल गजब रहेछ ठाउँ टेम्पल पनि खतरा है कस्तो रहेछ त दामी रहेछ अनि पो अनि तिमीलाई मैले लिएर आउँछु त अनि तिमी पो नआउने भन्छ त म चाहिँ तिमीलाई यस्तो यस्तो ठाउँ घुमाउनु ल्याउने तिमी चाहिँ अनि नजान भन्ने मलाई एकदम मेन्टेनेन्स गरेर राखेको रहेछ सबै यतातिर घाँसहरू वेदर पनि कडा छ है यस्तो ठाउँ घुम्नुपर्छ तिमीसँग है होइन तर गजब है यस्तो राम्रो त ताजमहलमा पनि थिएन है यत्तिको मेन्टेनेन्स है यो त एकदम मेन्टेनेन्स गरेर रहेछ ताजमहलमा पनि यत्तिको मजाले मेन्टेनेन्स चाहिँ थिएन है यहाँ त सबै एकदम महलमा त राम्रो छेउछेउ पनि ठिकै थियो तर गार्डनहरू यस्तो थिएन कि यहाँ चाहिँ पुरै मेन्टेनेन्स एकदमै दामी बनाएर मेन्टेनेन्स गरेर राखेको रहेछ ठाउँ ल हामी अस्ट्रेलिया आइपुगेँ होइन हामी नजानी भनेको विदेश है अस्ट्रेलिया पुगेरै आयो अस्ट्रेलियाकै छेउमै पुग्यो भने है प्लेनबाट पनि यता देखेको थियो नजिकबाट पनि यस्तो दामी रहेछ फाइनली बाहिर आयो भित्र चाहिँ यहाँ पुरा प्रे गर्नु मात्रै ठाउँ रहेछ खासै भिडियोहरू खिच्नु चाहिँ हामीलाई दिएन त्यही हो भित्र बसेर प्रे गऱ्यौँ अब अहिले यो बाहिरहरू यस्तो रहेछ पानीहरू माथिबाट देख्नु सबै मार्बल ल्याउने रहेछ मेरो
बनावटै खतरा है भित्र नै भित्र बाहिर दामी। अब चाहिँ हाम्रो यहाँ भ्रमण लगभग सकिया जस्तो छ। त्यस ठाउँ चाहिँ एकदम दामी रहेछ। अनि अब त्यही हो हामी फर्किँदैछौँ। ठाउँ चाहिँ एकदमै राम्रो छ। यता आउनु भयो तपाईँहरू फेरि यो ठाउँमा नै आउनुहोस् लोटस टेम्पल गजब एकदम दामी छ। कस्तो नबोला ड्रागन फ्लाई हेलिकप्टर किरा दसैँ किराहरू मान्छेले एकदम राम्रो ठाउँ हाम्रो होइन चराहरू गजब। वेदर पनि कस्तो राम्रो आज है। किराहरू पनि उडिरहेछ हेलिकप्टर किरा। लाली गुराँस जस्तै देख्छ अनि हो त होइन है फ्लावर होला अर्कै डिजाइनको फुल होला है। इन्डिया गेट जाने कहाँ जाने रे? इन्डिया गेट यही छेउमै हो कि कोकोनट इन्डिया पुरै घुमेर दिल्ली घुमेर अब फर्किँदैछु नेपालतिर। यहाँ दिल्ली एयरपोर्टको भित्र चाहिँ यस्तो राम्रो है। भित्र ब्रान्डको सबैको सपहरू रहेछ। अनि एयरपोर्ट पनि ठुलो राम्रो पनि छ। अनि अब सिधै जाउँ हाम्रो यहाँ 10B गेट नम्बर 10B भनेको छ। भित्र यहाँ सपहरू एकदम दामी खालको सपहरू रहेछ। अब चाहिँ हामी बोर्डिङको लागि निस्किनु लाग्यो। Say something. Please use the light in the panel above. Our Hello 6 magazine is available for your reading delight and many choices. यता चाहिँ अब हामी बाकी बाधा यिन्छ चुन्नी ल चुन्नी मम्मा छोरी अम्मा